सम्पूर्णमा नमस्कार। म भक्ति प्रसाद चौलागाई। आज एकदमै दुःखलाग्दो समाचार तपाईहरुलाई भन्न गइरहेको छु। यो छिन्चुको घटना हो। मोबाइलमा अर्कै पुरुषको फोटो देखेपछि श्रीमतीको हत्या। हेर्नुस् त, फोटो देख्नै नहुने हत्या गरिहाल्ने शङ्कालु श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन्। नेपाली सेनाबाट बिदामा शनिबार साँझ 6 बजे घर फर्किएका 28 वर्षीय दर्शन खत्रीले 26 वर्षीय श्रीमती प्रेम ओली खत्रीको घर आएको 1.5 घण्टाको बीचमा हत्या गरेका छन्। दर्शकबिन, 1.5 घण्टाको बीचमा नेपाली सेनामा कार्यरत हाम्रो दर्शन खत्रीले 26 वर्षीय श्रीमती प्रेमा ओलीलाई 1.5 घण्टाको फरकमा चाहिँ हत्या गरेका छन्। 5 वर्षदेखि सम्बन्धमा खटपट चलिरहेको थियो। यिनीहरूको चाहिँ सम्बन्ध विच्छेदसम्मको पनि कुरा चलिरहेको थियो। छिन्चु बजारमा एकाएक श्रीमानलाई देखेपछि प्रेमाले झुटो बोलिन्। त्यसपछि घर फर्किने क्रममा बाटोमै उनीहरूबीच झगडा पनि पर्यो। झगडाको बीचमा दर्शनले अनि त्यो प्रेमको मोबाइल खोसे, हैन, खोसेर अर्का पुरुषको फोटो देखेपछि उनी झन रिसाए।